नमस्ते साथीहरू, नयाँ कथामा स्वागत छ। नेपालमा जागिर खान सबैलाई थाहा भएकै हो, चम्चागिरी नगरी कहाँ राम्रो पोजिसनमा पुगिन्छ र त्यसैले म हाम्रा हाकिमका घरमा आउन जान थलेको पनि धेरै नै भएको थियो। हाकिमका बच्चा बच्ची कतै कोर्स गरेका थिए। हाकिमनी पनि त्यस्तै 28 देखि 30 वर्षकी थिइन्। म हाकिमको घरको सदस्य नै भएको थिए। दारूपट्टिको लागि पनि म सबै बन्दोबस्त गरेर हाकिमलाई नै ल्याइदिन्थे। जे होस्, चम्चागिरीले मेरो जागिर राम्रो भएको थियो। समयको खेल नै भन्नुपर्छ। मलाई अर्को शारीरिक सुख पनि मिल्यो, त्यो हो हाकिमको बुढी सम्हानमा। हुन पनि हाम्रा हाकिमका 100 चम्चा 1000 मिटिङ, अनि बुढीलाई कहाँ टाइम दिन पाउनु। म अलि हिरो टाइपको थिएँ। म किचनतिर पनि घुसेर हाकिमनीलाई सहयोग गरिदिने हुनाले नै होला मलाई नै हाकिमनीले मलाई नै इसारा गरिन। त्यो बेला हाकिम ट्रेनिङको लागि 20 दिन बाहिर जाने भए। उनले नै हाकिमनीको अगाडि नै मेरो नाम लिँदै भने, केही परि आयो उहाँलाई नै भन। बस हाकिम बाहिर जाने बित्तिकै हाकिमनीको चर्तीकला सुरु भयो। आज यो गरिदे, भोलि यो चाहियो, आदि आदि। 2 देखि 3 दिनपछि त उनले राति घरमा नै खाना खान पनि बोलाइन्। म पनि के कम थिएँ, उनको घरमा नै खाना खाए। उनले राति डर लाग्ने कुरा गरिन, म उनकै घरमा सुत्ने पक्का भयो। अब म जस्तो हन्टरलाई एक्लै आइमै मिलेको जसरी पनि हान्ने कुरा त पक्का नै भयो। म भन्दा पनि हाकिमक्नी नै खरो भएको रहेछ। मलाई सँगै सुत्ने आदेश दिइन् भन्नु विचार पोखिन। मेरो के जान्छ र भनेर मैले हुन्छ नै भने। तब त सेक्सी हाकिमनीसँग बेडमा पुग्ने बित्तिकै घमासान यौन युद्ध हुन थाल्यो। उनले मलाई ग्वाममा अँगालो हालिन् र मलाई किस गर्न थालिन्। मैले पनि उनीलाई अँगालोमा हालेर उनी सँगै किस गर्न थाले। उनको मुखमा मैले मेरो मुख जोडे अनि टङ्किस गर्न थाले। उनलाई निकै रमाइलो भएछ। लामो लामो सास फेर्न थालिन्, आँख चिम्म गरेर मलाई किस गर्न थालिन्। मैले बिस्तारै उनलेको ब्राको हुक खोलिदिए अनि ब्रा निकालिदिए। ओहो, उनको दुधको पोका निकै ठुलो थियो, करिब करिब हामीले सानोमा खेल्ने 3 नम्बरको फुटबल जत्रो। एक हातमा नटाउने पोका देखेर मेरो मनै हर्षित भएर आयो। जिन्दगीमा पहिलो पल्ट यत्रो ठुलो दुधको पोका भएको आइमै ठोक्न लागेको थिए। उनको दुधको पोका मार्न थाले। एक हातले एउटा दुध मार्न नमिल्ने भएकोले दुवै हातले उनको दुधको पोका पाले पालो मार्न थाले। दुधको मुन्टा पनि कालो र लप्सीको दाना जत्रै ठुलो थियो। यत्रो ठुलो दुधको पोका मार्न छुटै मजा आउँदो रहेछ। मजाले पोकाहरू पाले पालो मार्न थाले। उनलाई पनि निकै मजा आए जस्तो थियो। उनी आह, ओह, उफ पफ, दुधका मुन्टा बिस्तारै जिब्रोले खेलाउँदै हातले उनको पुतलीमा ओला पसाउन झिक्न थाले। सी सी, स्वा स्वा, आह गर, अब गर। मलाई अति भयो। सी सी, स्वा स्वा। उनको मुखबाट आवाज आउन थाल्यो र उनलाई खाटमा सुताए अनि पेन्टी खोलेर मेरो पनि सबै लुगा खोली नाङ्गो भए। उनको दुवै खुट्टा फट्याएर उनलेको पुतली निर्मुख लगे। उनलेको पुतली पुरै पानीले भिजेको थियो। पुतली वरिपरि छ्यापछ्यापी भिजेको थियो। जब मुख पुर्याए, त्यहाँबाट आएको गन्ध एक प्रकारको रमाइलो थियो। गन्धको वास्ता नै नगरी मैले उनलेको पुतलीको पानी चाट्न थाले। बिस्तारै बिस्तारै जिब्रोले उनको पुतीको टिसी चलाउन थाले। आह, ओह, उफ पफ, यस्तो रमाइलो मलाई कहिले भएको थिएन। अझै मजाले खेलाउन प्लिज। आह, ओह, अझै अझै। उनले निकै इमोसनमा आएर कराउन थालिन्। दशमलव दशमलव, ऐया ऐया, उन पनि तलबाट साथ दिन थाली। म पनि के कम थिएँ र कहिले जिब्रोले टिसी खेलाउँथे, कहिले बिस्तारै टोकिदिन्थे, कहिले दुधको मुन्टा चुसे झै गरी चुसिदिन्थे। मेरा हरेक चुसाइ अनि टोकाइमा उनले मधुस हुन्थिन्। म पनि जोसमा सो क्रमलाई निरन्तरता दिँदै थिएँ। 15 देखि 20 मिनेट जति पुतलीमा खेलाउने काम भयो। उनलेको पुतलीले यति पानी झार्यो कि खाटको तन्दा सबै भिजिसकेको थियो। अनि म जुरुक्क उठे अनि उनलाई पनि उठाए। हामी खाटबाट तल झर्यौं र उभि उभि किस गर्न थाल्यौं। उनको पुतलीको रस मेरो मुख वरिपरि लागेको थियो। त्यो सबै मैले उनलाई पनि चखाइदिए। त्यसपछि मैले फेरि खाटमा सुताए अनि खुट्टा फट्याएर मेरो ठन्केको केरा पुतली निर पुर्याए। ल अब गर्छु ल, मैले भने। छिटो गर न, म तिम्रै केराको छिराउनमा तडपिरहेको छु, गर गर, उनले। मैले पनि मेरो केरा उनको पुतलीमा छिराए। दशमलव, ख्वाक ख्वाक, छिराइरहेको थिए उनी। मेरी प्यारी पुतली त क्या टाइट। हा, क्या मजा आयो। तलबाट त पनि साथ देन। हस, मेरो ऐया ऐया,
उन पनि तलबाट दिन थाली। मलाई हल्का दुख्ला जस्तो भइरहेको थियो तर असाध्यै मजा आइरहेछ। जिन्दगीमा यो नै मेरो पहिलो पटक हो, यस्तो मजा गरी छिराएको थिएन। त्यसपछि मैले आफ्नो हनाइको स्पिड बढाउन थाले। बल गरी गरी धक्का दिन थाले। उनले पनि तलबाट धक्का दिई मलाई सघाउन थालिन्। मलाई पनि उनलाई हान्न असाध्यै मजा आइरहेको थियो। 10 मिनेट जति उतानो पारेर थुकेपछि म उठे अनि खाटबाट तल झारे। अनि उनलेलाई घोप्टो पर्न लगाए अनि दुवै हात खाटमा टेक्न लाए। उनलाई घोप्टो पारे अनि मेरो केरा फेरि पुतलीमा छिराए। बल गरेर एकैचोटि ल्वाम्मै मेरो सबै केरा उनको पुतलीमा छिराए। दुख्यो हो यसरी त, अलि बिस्तारै गरन्, उनले कराउन थालिन्। उनको पीडाको कुनै वास्ता नै नगरी म बल गरी गरी ठोक्न थाले। सायद अब दुखाइ कम भएछ, उनले कराउन चाड्नुभयो र कण्डो हल्लाइ हल्लाइ मलाई थोक्नमा साथ दिन थाली। यसरी हान्दा झनै मजा आउन थाल्यो। मैले बल गरी गरी ठोक्न थाले, उनले पनि मजा लिए सुस्केर हाल्न थालिन्। आह! ओह! सी, म मच्चिँदै हाल्न थले फेरि ख्वात। धमाधम धक्का मारिरहेको थिए। मैले उनलाई फेरि अर्को आसन चेन्ज गर्न लगाए। यसबेला उनलाई घोप्टो पारेर सुताएर पछाडिबाट हान्न थाले। दशमलव करिब आधा घण्टा। यसरी धेरै बेर ठोक्न सकिन, थाकिदो रहेछ र पुनः उठेर उनलाई उतानो बनाए अनि उनको दुवै खुट्टा मेरो काँधमाथि राखेर फेरि उनलाई धमक्का दिन थाले। यसरी ठोक्दा चाहिँ पुरै केरा उनको पुतली भित्र छिर्यो। म बल गरी गरी उनलाई यसरी नै ठोक्न थाले। उनी फेरि आह ओह हुप्प, अझै छिटो भन्दै कराउन थाली। यसरी लगातार 5 मिनेट जति ठोकेपछि मैले मेरो केराबाट निस्केको माललाई सम्हाल्नै सकिन र उनको पुतली भित्र सबै माल झारिदिए। धन्यवाद साथीहरू, अन्तिमसम्म सुनिदिनु भएकोमा। यस्तै कथा सुन्नलाई यस च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।